मैले अब भोट किनभने तपाईँहरूले मलाई नै भोट दिएर जिताउनु भयो भने योभन्दा नि तपाईँहरूलाई केही सेवा गर्नु मौका पाउँछ कि भन्ने आशा राखेको छु मैले होइन। तपाईँहरूले कहिले पनि ममाथि शङ्का नगर्नुहोस्। हजुरहरूले यसले भ्रष्टाचार गर्छ, यसले घरमा थुप्रै मेरो घर अब हाम्रो जति प्रतिनिधि आउनु भएको छ, हाम्रो पार्टीबाट आउनु भएको छ पत्रकार, मेरो घर उहाँ सम्पूर्ण म खुला सालले देखाउन चाहन्छु। म कसरी बसेको छु, तर घर थुप्र्याउने बिल्डिङ बनाउनेले कसैले गाउँ दुखी गरिब देशलाई हेर्दैन, गाउँलाई हेर्दैन। जति नि आफू खोले पकाएर खाएर भएन म गाउँलाई केही गर्छु भनेर म पनि यहाँ बसेको हुँ। अब कतिले भन्दैछन् अब हाम्रो अहिले सानो एउटा कार्यक्रम राखेका छौँ देशभक्ति मुक्ति मोर्चाको तर्फबाट र नेकपा क्रान्तिकारी कम्युनिस्ट पार्टीको तर्फबाट म सबैलाई अभिवादन धन्यवाद तपाईँहरूलाई। अनि बाँकी कुरा के छ भने हजुरहरू अहिले एउटा कुरा म हजुरहरूलाई एकदमै सम्झाउनु पर्ने कुरा, बुझाउनु पर्ने कुरा दाजुभाइ दिदीबहिनीलाई, अहिले अब भोलि कोही हेलिकप्टर लिएर आउनुहुन्छ होइन, अब कोही ठुल्ठुलो 10-12वटा प्याजहरू 2-4वटा बस लिएर आउनुहुन्छ हो, पैसा पनि खल्तीमा होइन एउटालाई धोक्रोमा बोकाएर ल्याउनुहुन्छ। दिनुहुन्छ भने खानुहोस्, म नखाऊ भन्दिनँ, तर भोट कसलाई जिताउनुपर्छ, कसरी जिताउनुपर्छ हामीले पनि एक दफे चाखौँ। दिनै मिठो खानु भयो नि तपाईँहरूले, कहिलेकाहीँ तितो पनि खाँदा औषधि हुन्छ। हजुरहरूलाई म यही विनम्र आग्रह गर्छु होइन, तितो पनि खाएर हेर्नुहोस्, तितोले पनि कोही दिन औषधि लाग्छ, आउँछन् होला। तर नडराउनु, यहाँ कति साथीहरू चाहिँ यसरी डराउनु भएको छ। एउटा अब बुढो ठ्याग्रेका परेको कमजोरी मान्छे उठिया छ, अब त्यहाँ हामी उसको सभामा जाँदाखेरि कसैले धम्काउँछ कि कसै, त्यस्तो कुरामा कहिले पनि तपाईँहरू जनता नडराउनुहोस्। हामी छौरा छौँ, खुट्टा छौँ, हामीसँग दिल छ, हिक्मा छ, हामी लडेका मान्छे हौँ, लड्नु हामी पछि हट्दैनौँ। ढोकढोकी सास हुन्जेल हामी कसैसँग लडाइँमा पिठो देखाएर भाग्दैनौँ। त्यसमा तपाईँहरू निर्ढोकाउनुहोस्, निर्भय हुनुहोस्। हामीलाई अब कति साथीहरूलाई कतिले कान फुक्यो होला, त्यो जानु हुँदैन, त्यहाँ गयो भने तिमीलाई कारवाही गर्छु होला खुल्ला। कसैले अब अहिलेको जमानामा सबैलाई स्वतन्त्र छ दाजुभाइ दिदीबहिनी, स्वतन्त्र हिसाबले तपाईँहरू हिँड्नु पाउनुहुन्छ, खानु पाउनुहुन्छ, बोल्नु पाउनुहुन्छ, अरू नपाए पनि। तर त्यसमा कति मान्छेहरू मैले डराएर कतिलाई चाहिँ एउटा लान्छना लगाएर सबै तामसालिङको आयो भन्नुहुन्छ। तामसालिङको पनि मान्छे निहारको पनि आएको छ यहाँ मुक्ति मोर्चाको, त्यो पनि कुरा गरेर भनौँ गरेर केही साथीहरूले उहाँ मान्छेहरू रोकेका छन्। तर रोक्नु दिनुहोस्। अब उहाँहरूले भोलि के गर्छन्, हामी ठुलो पार्टीको हौँ, ठुल्ठुलो काम गर्छौँ भन्नुहुन्छ, तर एउटा ढाडाको टुटी पनि ल्याएर जोड्दैन। ढाडाको टुटी पानी छोडिदिनुहोस्। तपाईँले देख्नै भएको छ यही ठाउँमा। म आएको करिब अब म सानो पिउनको जागिर खान्थेँ, अवकाश भएर 8 वर्ष भयो। म किन एक्लै घरमा बसेर सबै जनसेवा गरेर बसिरहेको छु, किन? यसैको लागि। किन तपाईँ हामीले यो बुझ्नुपर्छ कि उहाँ त धनी छ, हामीलाई यत्रो सिङ भएको भैँसी काटेर खुवाउँछ, यो त्यति लामो खसी काटेर खुवाउँछ, यत्रो भाले खुवाउँछ भने त्यो आश नगर्नुहोस्। त्यहाँ त्यो भाले अनि त्यो युरिया मलको रक्सी एक गिलास र एउटा भालेको एक टुक्रा मासुमा जति भएको विकास खाइसकिसक्यो, देखिहाल्नुभयो। कहिलेदेखि तपाईँहरूले भोट दिनुभएको छ, कहिलेदेखि तपाईँहरूले जिताएर पठाउनु भयो, खै केही भयो भएन। एक टुक्रा मासु खानुभयो, सट्ट एक गिलास दिनुभयो, आनन्दले सुन्नु हो, भोलिदेखि खै त तपाईँको के हजुर हामीलाई यस्तो समस्या पऱ्यो, यस्तो दुःख पायो, पानी खानु, तपाईँहरूको भोट हामीले किनेर ल्याएको। कुरा सकियो छैन, सुन्नुभयो, तपाईँहरूले सुन्नु पनि भएको होला यो कुरा। तर हाम्रो पार्टी, हाम्रो मोर्चा त्यस्तो छैन। अहिले पनि तपाईँहरूले अब योभन्दा हामी पहिला जितेको पनि छैनौँ, हामी एक चुनाव बहिष्कार पनि गऱ्यौँ। तर हामीले सकेको तपाईँहरू हाम्रो जो पार्टी केन्द्रीय कमिटीको कान्छाराम दाइ कहाँ गएर हामीलाई यो समस्या भने कोही चिज तपाईँहरूले खाली हात पठाएको छैन। हाम्रो मुक्ति मोर्चाको संयोजकबाट खाली हात कुनैलाई पठाएको छैन। एउटा भूकम्प आयो, कत्र गर्छु भनेर भोट मागेर यत्रो भैँसी सिङ भएको भैँसी काटेर खुवाउनु भयो। भूकम्प आउँदा चुनावमा तपाईँको हाम्रो यहाँ 1 नम्बर क्षेत्रको सभासदले 3टा पाल बोकेर आएको थियो होइन, कहाँ छोड्नु भयो 3टा पाल 6 नम्बरमा, तर गाडी प्याजरो थियो, देख्नु भएको थियो नि तपाईँहरूले। तर त्यो पनि भयो। हाम्रो एमाले देशभक्ति हामीले सुनिया गरेका छौँ भन्नुहुन्छ, तपाईँको उहाँको मान्छेलाई, एकजना मान्छेलाई त्यो जिल्लाबाट अलिकति राहत ल्याएपछि आफ्नो मान्छेलाई बार्नु भयो, हो कि होइन?
सबैले भन्नुहोस् तर हाम्रो पार्टीले के छ जस्तो छ आफूले औकातले दिनु सकेको कुरा यो काङ्ग्रेस यो कम्युनिस्ट यो दलित यो के भनेर कसैलाई छुट्याएको छैन जे दिनु सकेको सबैलाई त ल्याइदिएको छैन हामी पार्टी छुट्याएको छैनौँ